एभ्रिवान वेलकम टु माई सेविका कार्ती मगर युट्युब च्यानल है। आज चाहिँ होलिडे पृथ्वी जयन्ती है। अनि त्यसै सम्पूर्णलाई पृथ्वी जयन्तीको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि मैले मेरो होलिडे कसरी स्पेन्ड गर्दैछु त्यो तपाईँहरूलाई पनि देखाउनेछु। सर्ट सानो क्लिप है त। चाहिँ मैले मेरो होलिडेमा चाहिँ खाना नखाएर कति पछि करेन्ट चाउचाउ खाँदैछु है। एन्ड देन रम्बा चाउचाउ बोइल गरेर खाँदैछु। यो दुईवटा है। यहाँ पानी रेडी भइसक्यो, बोइल भएको छ। अब यसमा राख्छु अनि मैले तपाईँहरूलाई खाएको भिडियो पनि पोस्ट गर्नेछु। यसमै हेर्नु होला है त। कन्टिन्यू। मलाई चाहिँ आज मुखबाम गरम गरम फिल भइरहेको कि, किनभने दुईवटा चाउचाउ खाँदैछु। एन्ड देन अर्को पनि सरप्राइजिङ पार्ट खाँदैछु। त्यो चाहिँ पछाडि भिडियोमा देख्नुहुन्छ है, तपाईँहरूले देखाउँदिनँ। अघि म के गर्दैछु नि, सरप्राइजिङ पार्ट भनेको थिएँ नि, हो यो पानीपुरी। पानीपुरी मेरो बेस्ट हो है। अनि त्यो चाहिँ सरप्राइजिङ पार्ट हो। अहिले मैले नुडल्स रेडी गर्दैछु गाइजहरू। आज एकदम ह्याप्पी होलिडे मनाउँदैछु है। मैले सेलिब्रेट गर्दैछु। कति पछि खाइरहेको छु मैले यो करेन्ट चाउचाउहरू है। धेरै भयो नि त मैले छोडेको। आफ्टर लङ टाइम मैले चाहिँ खाँदैछु। तपाईँहरू पनि यसो अहिले जाडोको टाइममा झ्याउ लाग्छ भने यसरी नै बनाएर खानु होला है। एकदम तातो तातो बनाउँछ। अहिले चाहिँ एकदम गर्मी हुन्छ नि त पिरोले। सो मसँग पानीपुरी छ है। पानीपुरी अहिले फुटेको खाइहाल्छु मैले। यो सुप चाहिँ मनपर्छ कि मलाई। मुखबाम गर्नुपर्ने जस्तै देखिरहेको छु मैले। सिस्टरले खानुहुन्न अरे, त्यही भएर चाहिँ मैले त्यो पिरो नपुग्न सक्छ भनेर मैले यो पिरो पनि ल्याएको छु है। पिरो खुर्सानीको अचार। नुडल्स कतिखेर खानु भइसक्यो। तपाईँहरूलाई नुडल्स देखेर कतिखेर खानुहुन्छ हुँदैन भन्ने कुरा हो। मैले त धेरै भइसक्यो है साथीहरू यो खाना छोडेको। तर आज खाइहालौँ खाना, किनभने दिउँसोको फेरि प्लान नै फरक छ क्या हाम्रो आज। त्यही भएर यही नुडल्स खाएर अनि बस्ने कुरा छ। उता सर सिस्टरहरूले खाइसक्नुभयो। म अलिकति ढिला उठेको भएर अनि अहिले खाँदैछु एक्लै। नभए त बिहान उता बोलाउनु भएको थियो। यो चाउचाउ फेरि सिस्टरहरूले ल्याएको चाउचाउ हो। किनभने आफूले ल्यायो भने चाहिँ मलाई खाउँ भइहाल्छ भनेर नल्याएको के साथीहरू। मैले अलि जानेन कि है यो पानीपुरी अलि यता राखौँ है त गाइजहरू। यो पानीपुरीलाई यसो राखेर यसलाई चाहिँ यस्तो गरेर साइड लगाएर खानुपर्छ क्या। पानीपुरी चाहिँ 15वटा रेडी गरेको छु। लेट्स सी खान सक्छु सक्दिनँ, आई डोन्ट नो है। फर्स्ट बाइट ल खाएँ। कति मिठो हुँदो रहेछ कति पछि खाँदा। लाइट रिफ्लेक्ट बल्ल मिल्यो। लाइट रिफ्लेक्ट कस्तो मिठो भयो। धेरै पछि खाएर होला मेबी। पिरो खुर्सानीको डल्लो यससँग मैले पनि खाएँ। केही पिरो हुन्न मलाई चाहिँ।
खाना नखाएर बिहानै खतरा मिठो छ। हिजो चाहिँ हिजो बेलुका खाएको हामीले पानीपुरी पिरो राख्छु मैले त। खुर्सानी थपेँ मैले, अब अमिलो पनि थप्छु मैले। अमिलो पनि थप्छु, अलिकति अमिलो कम फिल भयो मलाई। यो घरबाटै ल्याएको अमिलो है। सिस्टर भिडियो बनाउँदै हो एक्लै? आउनु, तपाईँ पनि रोटी ल्याएर आउनु न। होइन जाम कि उनीहरू आउनु थाल्यो। ए हो, ल म यति छिटो हान्छु है त। ढिला भइहाल्यो। आज फेरि प्लान नै फरक छ कि गाइजहरू, तपाईँहरूलाई त्यो पनि भिडियो हालेको देखेको चाहिँ मैले। राइट नाउ मैले चाहिँ बल्ल पानीपुरीको टेस्ट पाएँ। फेरि पानीपुरी खान्छु। एक्लै हो कि, हिजो पानीपुरी सबले कमानमा खाएको, आज चाहिँ एक्लै। So and me. खुर्सानी यस्तो होला, मिठो छ। मुखबाङमा त फास्ट पनि खान सिक्नुपर्छ है। पन्ध्रवटा पानीपुरीमा 1 2 3 4 5 6वटा बाँकी भयो। 6 7 12 13 14 15 9वटा पानीपुरी मात्रै खान सकेँ। म खान्न है पानीपुरी चाहिँ गाइजहरू, एकदम लेट पनि भइसक्यो मलाई। ड्रेस पनि धोएको छैन, ड्रेस धुनु छ।
एकदम झुट नबोलेर भन्नुपर्छ मलाई एकदम पिरो भइसकेको छ क्या अहिले यसमा अलिकति अप्ठ्यारो फिल भएको यसमा खन्याएको गाह्रो हो अमिलोले पिरोलाई चाहिँ डिस्प्लेस गरेको छ यहाँ फाइनली गाइजहरू मैले भ्याएँ है पिरो चाहिँ भएको छ सो मैले पानीपुरी चाहिँ यति खाइदिएँ फाइनली गाइजहरू मैले भ्याएँ ओके बाई अल अफ यु थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो इफ तपाईँहरूले चाहिँ मेरो भिडियोलाई लाइक कमेन्ट र सब्सक्राइब गर्नुभएको छैन भने प्लिज डु लाइक डु कमेन्ट एन्ड डु सब्सक्राइब ओके बाई हेभ अ गुड डे अल अफ यु